किन भागे सीताराम कटेल धुर्मु सुटुक्क परिवारसहित अमेरिका? के हो त ग्रीन कार्ड लिएको र फ्लोरिडामा लिक्वेयर शप खोलेको कुरा? के साँच्चै भ्रष्टाचार गरेका छन् त रङ्गशाला बनाउँदा? के भन्छन् त धुर्मु सुन्तली? प्रकाश सुवेदीलाई यस्तो गोप्य कुराहरू कसले दिन्छन् त? हालसालै रजतपट कार्यक्रमका प्रस्तोता तथा चिप्लेटी अङ्कल उपनामले चर्चित प्रकाश सुवेदीले धुर्मु सुन्तली परिवारसहित अमेरिका, रङ्गशालाको ऋण त्यतिकै, ग्रीन कार्ड र रक्सी पसलको व्यवस्था गरिसकेको भन्दै न्युज प्रसारण गरे। त्यति मात्रै होइन, उनले उनीहरू अरू मानिसलाई छलकपट गरी उपचार गरिएको भनिएको ठाउँमा समेत फोटो मात्र खिच्न गएका रहेछन् भनेपछि हङ्गामा मचिएको छ। भोलिको दिनमा धुर्मुसले कथम कदाचित आफ्नो जीवन तलमाथि गर्ने हो भने यिनै मिडियाले गोहीको आँसु झार्ने र उनको प्रशंसा गर्ने पक्का छ। तर अहिले एउटा देशको लागि केही गर्छु भन्ने धारणा बोकेको मान्छेको नेगेटिभ समाचार बनाई भ्युज बटुलेर पैसा कमाउन लागि परेको देखिन्छन् मिडियाहरू। यसो त धुर्मुसलाई सबै जाँचबुझ निकायले उनले गरेको काममा कुनै पनि भ्रष्टाचार नभएको र उनले खर्च भएको दावी गरेको रकम बराबरको रङ्गशालामा काम भएको भनी सफाई दिइसकेका छन्। सरकारले 17 करोड भरतपुर महानगरको खातामा हालिदिए पनि भरतपुर महानगरले भने कानुनी रूपमा पैसा धुर्मु सुन्तली फाउन्डेसनलाई दिन नमिल्ने भनी दिएको छैन। सीताराम कटेल धुर्मुसले यो समाचार सञ्जालमा परालको आगो चाहिँ फैलिरहेको थाहा पाएपछि यस्तो लेखेका छन्: हामी भागेका होइनौं, छोरीको उपचार सकिएपछि निश्चित रूपमा नेपाल फर्किन्छौं, फिर्ता आएपछि फेरि कलाकारिता क्षेत्रमा रम्न चाहन्छौं, तर त्यसको लागि सरकारले रङ्गशालाको काम हुँदा लागेको ऋणको भुक्तानी गरी हामीलाई कलाकारिता क्षेत्रमै फर्कन राम्रो वातावरण बनाइदियोस्। उनले यसमा जोड्दै लेखेका छन्, 1 वर्ष अघि हामीले एक्स्ट्रा अर्डिनरी भिसाको लागि अमेरिका अप्लाई गरेका थियौं। भिसा आउँदा हामी खुसी भन्दा पनि दुखी थियौं। रङ्गशाला निर्माणमा 5 वर्षसम्म अनेक कठिनाई भोग्नु पर्यो। हामीले जनसहयोगबाट करिब 60 करोड रुपियाँ बराबरको संरचना राज्यलाई दिएका छौं, तर सरकारी प्रक्रिया ढिलाइ र सप्लायर्सको दबावका कारण 5 वर्षसम्म त्यो मानसिक र आर्थिक तनाव साथै सिंहदरबारमा धाउँदै म गलिसकेको थिएँ। त्यसमा पनि मेरी छोरी जन्मेको 16 दिनदेखि मेनिन्जाइटिस जस्तो रोग देखा पर्यो। 4 वर्षको उमेरमा दाहिने खुट्टामा अपरेसन गरेर स्टिल राखिएको थियो। अहिले उनको दाहिने खुट्टा देब्रे खुट्टा भन्दा 7 सेन्टिमिटर छोटो छ, जसको उपचार गर्न हामीले भारत, नेपाल सबै ठाउँ बुझ्यौं। तर अमेरिकामा थोरै आम्दानी भएको परिवारको लागि यो रोगको निशुल्क उपचार हुने रहेछ। हामीलाई पनि आफ्नो छोरी अरूको बच्चा बच्ची जस्तै कुदेको, खेलेको, रमाएको हेर्ने रहर थियो। हाम्रो जीवन कष्टकर भए पनि छोरीको उपचारको लागि अमेरिका आउने निर्णय गरे। तर म भागेको होइन, भाग्ने छैन र ग्यास स्टेसन किनेको कुरा सत्य होइन। मलाई विश्वास गरेर धुर्मु सुन्तली फाउन्डेसनमा सहयोग गर्ने दाताहरू र सामान दिने सप्लायर्सहरूलाई धेरै धेरै धन्यवाद र मनैदेखि माफी माग्न चाहन्छु। हामी छोरीको उपचार सकेर अवश्य नेपाल आउनेछौँ। दूरीका हिसाबमा टाढा भए पनि हामी तपाईहरू बीचमै छौँ। सामाजिक सञ्जालले हामीलाई निरन्तर जोड्ने नै छ। अहिलेलाई छोरीको सुरक्षित र सफल उपचारका लागि तपाईहरू सबैको आशीर्वाद चाहन्छौँ भन्दै भावुक सन्देश लेखेका छन्। किन भागे सीताराम कटेल धुर्मु सुटुक्क परिवारसहित अमेरिका? के हो त ग्रीन कार्ड लिएको र फ्लोरिडामा लिक्वेयर शप खोलेको कुरा? के साँच्चै भ्रष्टाचार गरेका छन् त रङ्गशाला बनाउँदा? के भन्छन् त धुर्मु सुन्तली? प्रकाश सुवेदीलाई यस्तो गोप्य कुराहरू कसले दिन्छन् त? हालसालै रजतपट कार्यक्रमका प्रस्तोता तथा चिप्लेटी अङ्कल उपनामले चर्चित प्रकाश सुवेदीले धुर्मु सुन्तली परिवारसहित अमेरिका, रङ्गशालाको ऋण त्यतिकै, ग्रीन कार्ड र रक्सी पसलको व्यवस्था गरिसकेको भन्दै न्युज प्रसारण गरे। त्यति मात्रै होइन, उनले उनीहरू अरू मानिसलाई छलकपट गरी उपचार गरिएको भनिएको ठाउँमा समेत फोटो मात्र खिच्न गएका रहेछन् भनेपछि हङ्गामा मचिएको छ। भोलिको दिनमा धुर्मुसले कथम कदाचित आफ्नो जीवन तलमाथि गर्ने हो भने यिनै मिडियाले गोहीको आँसु झार्ने र उनको प्रशंसा गर्ने पक्का छ। तर अहिले एउटा देशको लागि केही गर्छु भन्ने धारणा बोकेको मान्छेको नेगेटिभ समाचार बनाई भ्युज बटुलेर पैसा कमाउन लागि परेको देखिन्छन् मिडियाहरू। यसो त धुर्मुसलाई सबै जाँचबुझ निकायले उनले गरेको काममा कुनै पनि भ्रष्टाचार नभएको र उनले खर्च भएको दावी गरेको रकम बराबरको रङ्गशालामा काम भएको भनी सफाई दिइसकेका छन्। सरकारले 17 करोड भरतपुर महानगरको खातामा हालिदिए पनि भरतपुर महानगरले भने कानुनी रूपमा पैसा धुर्मु सुन्तली फाउन्डेसनलाई दिन नमिल्ने भनी दिएको छैन। सीताराम कटेल धुर्मुसले यो समाचार सञ्जालमा परालको आगो चाहिँ फैलिरहेको थाहा पाएपछि यस्तो लेखेका छन्: हामी भागेका होइनौं, छोरीको उपचार सकिएपछि निश्चित रूपमा नेपाल फर्किन्छौं, फिर्ता आएपछि फेरि कलाकारिता क्षेत्रमा रम्न चाहन्छौं,
तर त्यसको लागि सरकारले रङ्गशालाको काम हुँदा लागेको ऋणको भुक्तानी गरी हामीलाई कलाकारिता क्षेत्रमै फर्कन राम्रो वातावरण बनाइदियो। उनले यसमा जोड्दै लेखेका छन्, 1 वर्ष अघि हामीले एक्स्ट्रा अर्डिनरी भिसाको लागि अमेरिका अप्लाई गरेका थियौं। भिसा आउँदा हामी खुसी भन्दा पनि दुखी थियौं। रङ्गशाला निर्माणमा 5 वर्षसम्म अनेक कठिनाई भोग्नु पर्यो। हामीले जनसहयोगबाट करिब 60 करोड रुपियाँ बराबरको संरचना राज्यलाई दिएका छौं, तर सरकारी प्रक्रिया ढिलाइ र सप्लायर्सको दबावका कारण 5 वर्षसम्म त्यो मानसिक र आर्थिक तनाव साथै सिंहदरबारमा धाउँदै म गलिसकेको थिएँ। त्यसमा पनि मेरी छोरी जन्मेको 16 दिनदेखि मेनिन्जाइटिस जस्तो रोग देखा पर्यो। 4 वर्षको उमेरमा दाहिने खुट्टामा अपरेसन गरेर स्टिल राखिएको थियो। अहिले उनको दाहिने खुट्टा देब्रे खुट्टा भन्दा 7 सेन्टिमिटर छोटो छ, जसको उपचार गर्न हामीले भारत, नेपाल सबै ठाउँ बुझ्यौं। तर अमेरिकामा थोरै आम्दानी भएको परिवारको लागि यो रोगको निशुल्क उपचार हुने रहेछ। हामीलाई पनि आफ्नो छोरी अरूको बच्चा बच्ची जस्तै कुदेको, खेलेको, रमाएको हेर्ने रहर थियो। हाम्रो जीवन कष्टकर भए पनि छोरीको उपचारको लागि अमेरिका आउने निर्णय गरे। तर म भागेको होइन, भाग्ने छैन र ग्यास स्टेसन किनेको कुरा सत्य होइन। मलाई विश्वास गरेर धुर्मु सुन्तली फाउन्डेसनमा सहयोग गर्ने दाताहरू र सामान दिने सप्लायर्सहरूलाई धेरै धेरै धन्यवाद र मनैदेखि माफी माग्न चाहन्छु। हामी छोरीको उपचार सकेर अवश्य नेपाल आउनेछौँ। दूरीका हिसाबमा टाढा भए पनि हामी तपाईहरू बीचमै छौँ। सामाजिक सञ्जालले हामीलाई निरन्तर जोड्ने नै छ। अहिलेलाई छोरीको सुरक्षित र सफल उपचारका लागि तपाईहरू सबैको आशीर्वाद चाहन्छौँ भन्दै भावुक सन्देश लेखेका छन्।